मलाई एउटा माछा चाहिँ पारियो है त्यो झ्याम होइन एउटा हाँगामा हेर्नु न यहाँ कति छ यत्रो धेरै ल पन्जा लाएर सो हेलो हाई दर्शक नमस्ते गाइज एन्ड वेलकम ब्याक टु माई अनदर भिडियो। सो साथीहरू हामी चाहिँ आज माछा मार्न जाँदैछौँ र त्यसैको ब्लग आउँदैछ साथीहरू। आज कोरियामा माछा मार्न जाउन त होइन, नाक्सीले माछा मार्न आँटेको बल्छीले। सो कस्तो हुन्छ भिडियो हेर्दै गर्नु होला। सो नयाँ हुन्छ भने च्यानललाई सब्सक्राइब गर्नु होला। सो यति भन्दै आजको ब्लगलाई चाहिँ सुरु गर्न चाहन्छु। ओ माई गड, न्यू हेयर कट काटेको साथीहरू कस्तो देखेको छ गर्मीमा टक्कै गडप चाहिँ अब यो लाएर जानु लागेको। सो फाइनली ल एडिटिङ चाहिँ भरे हुन्छ मेरो है। अब म चाहिँ निस्किँदैछु, साथी आउँदैछ। सो आज हामी बल्छी खेल्ने हो, बल्छी कोरियामा। मेरो रुमहरू लथालिङ्ग छ। ओहो साथीहरू बाहिर चाहिँ बब्बालाई घाम लागिरहेको रहेछ है, यस्तो मजाले घाम लागिरहेछ। 6 बजिसकेको छ। सो हेर्न सक्नुहुन्छ घाम, 6 बजी पनि यस्तो घाम लाग्छ अझै भोलि है गर्मीमा। ल मेरो छागा बोकोहरू चाहिँ यहाँ सुकिसकेको रहेछ। अब म यसलाई भरे आएर उठाउँछु, पानी पर्दैन नि त अहिले। ल साथीहरू म चाहिँ निस्किँदैछु। सर यो खोल्नु त, खोइ अब राइसको काम पऱ्यो अरे क्या, त्यो पानी बिग्रियो अरे। अनि त्यही भएर अहिले भ्यायो भने आउँछु भन्दैछ। ल त्यही हो नि हामीले भनेको र उसले भनेको अहिले त्यहीँ होला, लोकेसन हेरौँ होइन, जाउँ कस्तो हुन्छ। ए पानी पनि बोक्नु भएको रहेछ ठिक्कै। ल पानी बोक्नु भयो, हाम्रो त नाक्सी उयो हाल्नु भयो त्यो मान चारो। ल आज चाहिँ हामी दुई भाइ गएर टक्कसँग दरो माछा मारेर आउने प्लान बनाइरहेको छु। भरे त्यही माछा मारेर तरकारी बनाउने होइन सर? ल हाम्रो प्लान चाहिँ त्यो छ है। अब हेरौँ कोरियाको होइन, अब पुरा त्यो चाहिँ अब पानीमा खेलेको माछा मार्न लागेको। सो अब हामी जाँदैछौँ है त, हामी चाहिँ हिँडेर जाँदैछौँ। नजिकै छ होला सायद त्यो पुल होइन सर? हामी यहाँबाट हाम्रो सिमलाबाट त्यो बसबाट गएको जति नै त्यहाँबाट उतातिर त्यति हो, थोरै हो, देखिन्छ होला। एकताल गएपछि त फेरि हामी होइन अरू बेला त फेरि हिँडिहालिन्छ। मोड्नु पऱ्यो, रड लाग्नु पऱ्यो, गनेउला जति नि तयार। फेरि यो चाहिँ हामी नेपालमा पनि गनेउलाले मार्थ्यौँ होइन, यहाँ पनि गनेउला होइन। ल सब बन्दोबस्ती तरिकाले हिँडेको आज। ल दामी दामी 4-5वटा पन्जा ल्याएको छु। केही हुन्न, हामी सानो त त्यो खडा खन्यो अनि त्यहाँबाट तिन तान्यो, त्यसपछि त्यो डब्बामा हालेर लगेर खोलामा गएर माछा मार्छ। त्यसले नै धर्ने माछा हाल्दैन यो गनेउला जस्तो माछा पनि खान्छ कि। आज हाम्रो माछा मार्ने चाहिँ सक्सेस होस्। ल ठिक छ। फेरि मेरो राशि पनि मिल्नु फेरि पर्दैन नि माछा हो र, पढो भयो त अनि यो त परेन अन्त फेरि रहर चाहिँ खुब लाग्छ होइन। एक दिन रातभरि माछा मार्न गयो विष हाल्ने भनेर यति धेरै विष हालेको त्यहाँ होइन खोलामा। मरेन भोलि बस्यो 4-5 बजीसम्म बस्यौँ खोलामा, छेउमा बसेछ, विष हालेछ, मोड्ला माछा भद्राक बुद्रुक गरेर समाताउँला भनेर बसेको। के को माछा भने झिँगे माछा यति दिन मरेको, छेउछेउमा आयो त्यही झिँगे माछा पोलेर खायो आयो होइन। बिहान पख त माछा त सर बोराको हिसाबले माछा मारेको अरूले, पुरा बोराको हिसाबले माछा माऱ्यो होइन। भोलिपल्ट गएर आफै गएर त्यहीँ मारेको माछा किनेर फेरि खाएर आएको। गाह्रो छ है, रातपट्टि अनि त बसेर मरेन क्या। त्यो बिच त पछि काम गरेछ क्या त्यसले, पछि त के त्यत्रो माछा हाल्यो घाटा भयो। अनि हामी त्यत्रो रातभरि पुरेर विष हालेर पैसा उठाएर होइन मरेन। बिहान यसो घुम्न गएका मान्छेहरूले सित्तैमा माछा मारे यार। 3-4 बजीतिर गएको त माछै माछा। खै सर खाउँ एउटा, कस्तो छ टेस्ट गरौँ दामी हुन्छ नि कोरियाको। यस्तो यस्तो हुन्छ नि, यसको अचार बवाल हुन्छ। काँचो होइन? सेम नेपाल। ओहो यार गाउँघरमा पौडी खेल्दै खाने याद आयो। मोबाइल खाएको थियौँ हामीले। दिनभरि रुखमा चढेर खायो, रातो मुखै बनाउँथ्यो। त्यो झ्याम होइन एउटा हाँगामा हेर्नु न यहाँ कति छ।
यत्रो धेरै यो त कसैले यो प्रायः नखाएर होला क्या तर हाम्रो नेपालको त खतरा मिठो लाग्छ गुलियो हुन्छ क्या उ त्यो हेर्नु कस्तो झुप्पा लागेछ कि यो बस स्ट्यान्डमा आएर टक्कै हामी अगाडि लाग्दैछौँ तपाईँले चाहिँ कता जस्तो हो जस्तो लाग्यो तपाईँलाई एउटा बाटो छ दोस्रो बाटो छ यता जाने छ क्या टक्कैसँगले यहाँ चाहिँ एउटा सुपर डुपर चर्च छ अनि हामी चाहिँ अगाडि बढ्दैछौँ अब यतै घरभन्दा चर्च बढी छ यार कोरियामा यार त्यहाँ त्यत्रो चर्च छ यार सट्टै ल अब हामी अगाडि गाइफम ल हामी अगाडि बढ्दैछौँ साथीहरू यहाँ हेर्नुहोस् यो चाहिँ जुनै देशमा पनि पाउँछ जस्तो लाग्छ क्या यो फेरि यसको चाहिँ बिहा गर्दा माला पनि बनाउँछ नि तपाईँहरूकोतिर बनाउनुहुन्छ कस्तो मजाले रोपेको क्या हिउँ पर्ने ठाउँमा पनि जाग्दिँदो रहेछ यो त जुनै यो त जहाँ पनि जाग्ने गड साथीहरू सुनसान जङ्गलै जङ्गल जस्तो छ त यार यता त अनि यता त पुरै फर्मै फर्म रहेछ यता नि यस्तो दामी छ है ठाउँ चाहिँ नेचर क्या मस्त छ बरे सुनसान सार्यो रहेछ गाई फर्म यता ल बाँसघारी हो ल स्याङ्गोले यस्तो छ साथीहरू यो त सानो पोखरी रहेछ नि त सर यो त पानी उयो गरेको रहेछ नि त जमाएको मात्रै रहेछ नि त हाम्रो प्लान क्यान्सल भयो जस्तो छ त हो यो त होइन होला हौ यो त होइन होला तिनीहरूले भनेको है यो त अनि हो र यो त कताबाट पानी जमेको जस्तो छ त अनि अनि यहाँ के होला र सर ठाउँ पनि रहेछ नि त यहाँ त मार्ने त होइन यस्तो रहेछ यति सानो पोखरी रहेछ सर गाई फार्महरू छ नि माथि डाँडामा क्या यो अलिकति खोल्सा छ हौ यो अलिअलि फुलहरू छ बाँसै बाँस छ डाँडा काँडा अनि हो र अनि यहाँ त माछै छैन जस्तो देख्छु त अनि यो पोखरीमा त उता पल्लोपट्टि ठाउँ छ ए यहाँ दिदी यहाँबाट जल्दी आउनु पर्यो भ्यायो भने ल ल ल यहीँ हो नि यता घर छ अलिकति अन्त यो होइन जस्तो लाग्छ क्या मलाई यसो हेर्दाखेरि यो त जमाको पानी जस्तो लाग्यो क्या त्यो बस स्ट्यान्ड यसो हिँड्दै हिँड्दै आयौँ अनि यता चर्च जाने बाटो छ नि उकालो ठाडो त्यता भित्र पसी गयौँ हो गाउँमा मिर्याङको जाने बाटै गएर यता माथि चढेर आएको क्या उकालो छैन त्यसो भने हामी त उकालो पो चढौँ त नि ल ल ल ल म अहिले कल गर्छु ल सर ल तर दामी है मौसम चाहिँ यहाँ फुलको संसार यो त चाहिँ यो त फुल होइन नि झार हो नि त ल कसलाई दिउँ यो फुल है माछा जान्छ यहाँ पोखरी यहाँ त कहाँ छैन नि सर यहाँ त होइन फर्सी मकै यहाँ यसरी कृषि गरिरहेछ हामी चाहिँ गाउँघर डुल्दैछौँ आज माछा मार्न आएको अब पोखरी नदेखेर गाउँघर डुलिँदैछ राई सर चाहिँ त्यो पानी बनाउँदै अरे हौ अझै बनाउँदैछ अरे यो चाहिँ चट्ट गाई फर्म रहेछ होइन चिटिक्क खालको हेरौँ
अब यताको डाँडा हो कि यताको डाँडा हो क्या? मार्न आएको साथीहरू यता गाई फर्मतिर पो निस्कियो त। छिङ्गु यता माथिबाट आउँदैछ अनि हामी त गाई फर्मतिर पो ढ्याङ्गै कता हो कता पोखरी नै नभेटेर हामी आधा घन्टा जति भयो यताउता भएको। यहाँ गाई फार्म देखेर यसो एकछिन गाईलाई हेऱ्यो। टर्निङ छ नि त्यहाँ छ एउटा तल होइन, त्यसपछि यही हो क्या यो एउटा यही पलतिर त हो भन्छ नि। धान पनि रोपिसकेछ यहाँ चाहिँ। त्यही होला हौ, त्यहीँ गएर हानौँ सर। अन्त त्यो कफी सफीहरू समथिङ के भएकोहरू त हो नि। हामी त यता गाउँ डुल्दै आयौँ नि त, यो भित्र गाउँ क्या, यहीँ बस स्टपको यहीँ छेउमै गाउँ छ नि, गाई फार्महरू थुप्रो छ नि। यहाँ हाम्रो बस स्टप क्या पहिला दोस्रो हो भन्नुभएको। ए तेरिका त्यसो भन्नुभएको त अघि हामी दोस्रोमा त अघि पुगिहाल्थ्यो नि त्यत्रो बेरमा त। म त त्यत्रो पनि नलाग्ने क्या त्यहाँ हिँडेर। म त अस्ति त त्यहाँसम्म त म त हिँडेरै गएको नि त यसो व्यायाम गर्दै। हामी यता आयौँ क्या, ताल यहाँ देखेर म्यापमा हेरेर आएको यता। ल ल ओके ओके ल त्यहाँबाट त त्यहाँ म त्यहाँ त्यत्रो टाढो होइन होला भनेर आयो क्या। ए ल ल ल ल त ल हामी गयौँ है त ल। ठिकै छ ठिकै छ। यो किन खाल्ने त्यहाँ राखिराख्ने नि सर, खराब भइहाल्छ नि त्यहाँ पानी र माटोमा। अब कहाँ फेरि पछि भेटिन्छ त, यो कहाँ जान्छ कहाँ जान्छ नि। ल यता चाहिँ पुरा खुङ्सा भइरहेको रहेछ। साथीहरू हिँड्दा 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 आज हामी यस्तो ट्याक्सी बोलाएर। तर यो चाहिँ पुरा साइक्लिङ गर्ने नै बाटो रहेछ नि त होइन, तेरो कस्तो मजाको बाटो रहेछ नि त। यो उयो त पुरै डाङ रहेछ नि त त्यहाँ त, ठुलो रहेछ नि त बाँध। त्यहाँबाट चाहिँ गाउँमा बाँड्दो रहेछ कि पानी। त्यस्तो रहेछ। ल फाइनली हामी चाहिँ खोजिरहेको थियौँ, खोजी पनि सकौँ। धेरै समय लाग्यो, 7 बज्न लागिसक्यो हामी यहाँ आइपुग्दा। अर्कोचोटि चाहिँ माछा मार्छौँ होला, योचोटि चाहिँ माछा भेगुत्ता मात्रै हुने जस्तो भयो। अब त ड्याम हेर्छौँ, फोटोसोटो खिच्छौँ अनि अब एक दुई राउन्ड हान्ने पऱ्यो भने पऱ्यो, परेन भने अर्को नेक्स्ट टाइम चाहिँ हामी सिधै यहाँ आएर माछा चाहिँ खतरा मारेर जाने। योपालि चाहिँ खोज्दा टाइम लाग्यो। यो गुम्बा जस्तो पनि छ है मन्दिर त्यहाँ। ल शीतल हावा खान आयो। गाउँ रहेछ क्या, गाउँ रहेछ। यही त रहेछ त। फेकान माउल रहेछ यो, फेकान माउल भनेको। ल यस्तो उकालो रहेछ साथीहरू, गाह्रो सर अलिक तन्केर हिँड्नु है। तर यो तपाईँको लागि त यो एक्सर्साइज हो नि त। यहाँनिर मनाइ चाहिँ यस्तोहरू छ साथीहरू, यहाँबाट भन्दा नि उताबाट हान्ने ठाउँ होला हेर्नु त। ल ड्याम चाहिँ यहाँ रहेछ। फाइनली साथीहरू हामी चाहिँ आइपुग्यौँ यस्तो पाहाडै बिचको। नभए त त्यहाँबाट होइन त हान्ने, यहीँबाट हान्ने होला नि। यहीँबाट जाउँ। ल अँधेरै हुनु लागेछ तर हेरौँ अब कति हान्न सकिन्छ। छोसिम भनेको छ है, छोसिम भएर यहीँ तल त रहेछ नि, हानौँ ल। यहाँ चाहिँ राम्रो रहेछ नि त हान्ने ठाउँ पनि सर है। ल 1-2 सर्ट हानौँ, 6-7वटा माछा पऱ्यो भने पनि भइगयो। हामी माछा हाल्ने ठाउँ पो ल्याइएको ल्याएन। ल ठिक छ। यहाँ चाहिँ ठुलो रहेछ नि त ड्याम। ल साथीहरू हामी चाहिँ आयौँ माछा मार्न। यतिको राम्रो छ नि त पानी, हेर्नु त पानी होइन यतिको राम्रो छ। त्यहाँ चाहिँ पानी नै त्यो उयो क्या, यहीँबाट हानौँ है। 1-2 सर्ट हानु। ल बनाउनु त। ल साथीहरू अब हाम्रो चाहिँ ल हतियारहरू निस्किँदैछ होइन सर। ल यो चाहिँ हतियार हो।
ओहो हो न त ल ठिक छ होइन जुनै भने गर्नु न हान्नु न यो मेरो हो केही फरक पर्दैन हामीलाई माछा मार्न चाहिँ माछा मार्न छ यस्तै हामी हामी बनाउँदैछौँ ल हेर्नु साथीहरू यो चाहिँ हामीले किनेको होइन माछा मार्ने यहाँ माछा मार्नै पर्छ भनेर ल यस्तो दामी सुन्दर यहाँ आएर चाहिँ एकदम साइकलमा आएर चाहिँ ट्याक्कै 1 घन्टा जति बसेर जाँदा पनि आनन्द हुने रहेछ हौ सर है ल पन्जाला र माछा त होला यहाँ चाहिँ माछा चाहिँ ठुल्ठुलो माछा देखिन्छ हुन्छ केटाहरूले एक्सपिरियन्स त हामी निकालिहाल्छौँ नि गर्नु मात्र होइन यो हल्का छ नि जान्छ त सर किन जाँदैन? ट्राई ट्राई त्यो खोलेकै छैन अनि खोल्नु पर्यो नि त अलिक 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 खोल्नुपर्छ नि ल ल हान 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 भएन खै ल्याउनु त यहाँ 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 आउनु त्यहाँ यहाँ आउनु म हान्छु पहिला यहाँ आउनु यहाँ भिडियो गर्नु त ल म हान्छु गयो है ल पर्यो है माछा अब समात्यो बुग्लुक बुग्लुक त गर है छ क्या यहाँ माछा टन्न छ क्या सर होइन तानेर खाइदियो अलि ठुलोवाला हाल्नु सर ठुलोवाला मजाले क्या भित्र त्यो अलिअलि भित्र बाहिर भयो तान्ने बित्तिकै सर्लकै गइदियो कि त्यो सानो माछाले हो सर त्यो ठुलो माछाले त घप्पै खान्छ नि त सानो माछा लुच्छ क्या म सिकाउँछु यहाँ माछाको चारो हालिँदैछ साथीहरू यस्तो गरेर बल्छीलाई चाहिँ पकाउनुपर्छ सानोमा हामी धानबारीमा माछा मार्नु जानुपर्छ त्यो प्लास्टिकहरूको ल्याएन होइन हामीले बोक्नु भएन बोकेन यार त्यो बिर्सिएछ त्यो प्लास्टिकहरू फाल्नुपर्ने होइन ल रेडी भइसक्यो है पछाडि अड्केछ कत्रो छ त्यो खाएर तान्छ क्या आफै छोड्नु न त भित्र ताने त्यहाँ बल्ल तान्छ पर एउटा माछा चाहिँ आयो है सर ल आयो 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 खै खै भिडियो आयो ल माछा जानु लाग्यो ल गाइज फाइनली एउटा माछा चाहिँ पारियो है टोक्री यत्रो बेरमा तेरि गयो रोद्धरो लाग्थ्यो त्यहाँ नपरेको त ल पर्यो यार तल त ठुलो रहेछ त यार ठुलै रहेछ त परो त तल हेरेको त त्यो त सानो कुदी हिँड्ने जस्तो लाग्यो होइन ठुलो रहेछ नि हेर्नु त नेक्स्ट माछा
ल फाइनली साथीहरू रात परिसक्यो अँध्यारो भयो त्यस्तो त छ अँध्यारो भइसक्यो ल हामी चाहिँ अब लाग्दैछौँ साथीहरू यस्तो अँध्यारो भइसक्यो अब टक्कै आज चाहिँ यस्तै हो साथी धेरै माछा पारियो अब लाग्यो ल नेक्स्ट ब्लगमा भेट्नुहोस् साथीहरू नेक्स्ट ब्लगमा चाहिँ हामी खतरा पार्छौँ होइन धेरै हो